हेलो गाइज, हजुरहरुलाई स्वागत छ मेरो न्यू भिडियोमा। अनि गाइज आज म मुकबाङ भिडियो बनाउँदै छु। अब खासै आज मुकबाङ भिडियोमा चाहिँ त्यस्तो केही छैन, म च्यालेन्ज गर्न लागेको छु। कतिवटा भन्दाखेरि 30 वटा। फेरि तपाईहरुले पत्ताउन लागि नपत्ताउन म गनेर पनि देखाइदिन्छु है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 30 देख्नु भयो नि गाइज, 30 वटा म च्यालेन्ज गर्न लागेको छु। अब तपाईहरुलाई विश्वास लाग्यो होला नि त है, यति गरेपछि त। ल अब म पनि सेलाइसक्यो फेरि गाइज, किनभने अघि नै लिएर थियो अनि यताउति स्ट्यान्ड के मिलाउँदा अलिकति ढिला नै भयो। अब शुभ कार्यमा ढिला गर्नु हुँदैन गाइज, यस्तो खानेकुरामा चाहिँ खाइहाल्नुपर्छ। ल गाइज, म चाहिँ मोमो टेस्ट गर्न लाग्छु। फर्स्टमा चाहिँ कस्तो छ हेरौँ। पहिला चाहिँ चाख्नै पर्छ मोमो, अनि मात्र स्वाद आउँछ क्या। ल देख्न सक्नुहुन्छ गाइज मोमो। फर्स्ट चाहिँ यो के झोल भन्दा यार, यो नपिरो झोल क्या। ए पिरो नभएको झोल गाइज, पिरो नभएको झोल। ल खाइदिन्छु गाइज, हेर्दिमा। मोमो त ठिकै छ, हल्का नुन बढी जस्तै लाग्यो है यो झोलमा चाहिँ। अब पिरो हालिदिउँ न। ल पिरो चाहिँ अब फर्स्टमा चाहिँ अलिकति खानुपर्छ नि त, अहिले फेरि झ्याप्पै खायो भने मोमो सकिँदैन नि त। मैले त्यो गाइज यार पिरो त एक झड्कामा करेन्ट लाग्ने गरी खाने त मलाई त। ओहो डेन्जर पिरो छ गाइज मोमो चाहिँ। ए मोमो अरे पिरो अचार। मोमो चाहिँ एकदम बेस्ट छ है, एकै झड्कामा हानिदियो त यार। ल यो अब सेकेन्ड मोमो मेरो। यो ठिक छ अचारको, हल्का नुन चौरो भएन रे, ठिक चाहिँ छ। एकदम बेस्ट छ है मोमो चाहिँ। पिरो अचार चाहिँ अलिक बढी नै लाग्यो। 30 वटा मोमो त सक्नुपर्ने हो गाइज, यति त छैन भने त फेरि बिजुकै बेजेट भइहाल्यो होइन। मोमो चाहिँ एकदम कत्रो छ यार। अरू भन्दा पनि 30 वटा मोमो चाहिँ अब सक्ला नसक्ला भयो क्या। यहाँको 2 टा खाँदा पेट कस्तो भइसक्यो मेरो। अब चाहिँ सिङसिङै खाइदिउँ गाइज, यस्तो पाराले त म खान सक्दिनँ फेरि। मोमो चाहिँ हल्का सेलाइ छ क्या, नत्र तातो तातो भयो अझ खतरा मिठो हुन्छ नि त होइन। पिरो अचार पनि खाइदिउँ भाइ, त्यत्रो पैसा तिरेर लिएर छ गाइज, फेरि के फ्याल्नु क्या। पैसा बिना जिन्दगी चल्दैन नि त गाइज। पैसा बिना यहाँ केही पनि आउँदैन क्या। त्यही जे आउँछ सबै खाइदिनुपर्छ क्या, जस्तो जस्तो पिरो होस् क्या, खाइदिन्छु कि म चाहिँ फेरि। गाइज पिरो चाहिँ यस्तो छ है। खतरा पिरो छ यार, एकै झड्कामा यस्तो बनाइदियो। अब म पनि यस्तो मुकबाङ भिडियो बनाउन सोचिरहेको छु क्या। अब के कस्तो लाग्छ तपाईँहरूलाई मुकबाङ भिडियो चाहिँ मेरो, यसो कमेन्ट गरिदिनु होला। अब तपाईँहरूले पनि च्यालेन्ज दिनु सक्नुहुन्छ गाइज, मलाई यतिवटा मोमो च्यालेन्ज गर, यतिवटा होइन म गर्छु क्या। बस तपाईँहरूको साथ सपोर्ट चाहियो गाइज होइन। तपाईँहरूले पनि साथ सपोर्ट गर्नु पऱ्यो मलाई, अनि त्यो अनुसार म पनि मुकबाङ भिडियो अनि मिनी भ्लग बनाउँदै जान्छु। सपोर्ट चाहिँ गर्नु पऱ्यो गाइज अरू भन्दा नि। च्यालेन्ज फेरि तपाईँहरू च्यालेन्ज जे दिनु हुन्छ गाइज, सबै च्यालेन्ज दिनु सक्नुहुन्छ। बस सपोर्ट पनि चाहियो गाइज, च्यालेन्ज मात्र होइन सपोर्ट पनि गरिदिनु पऱ्यो। त्यसपछि म पनि हल्का
बनाउँदै जान्छु, गर्दै जान्छु है। त्यो कतिवटा खाइ मलाई पनि थाहा छैन, आधी खाएको छैन जस्तो छ यार। पेटो अडसमरस भइरहेको छु अनि तर सक्छ। बिजुले के गर्न ठानेपछि त्यो गरिहाल्छ है गाइस। अब तेस्रो मोमो च्यालेन्ज भनेको थियो, गरिदिन्छु नि म। पिरो अचार चाहिँ खानु त मन छ यार, तर लास्टै पिरो हुने आमामा सोच्यो भने नि पिरो बढी छ भने के गर्नु यार। खानु नि मन लागेको छ, पेट दुख्ला भने डर पनि लागिरहेछ। मोमले त्यस्तो सानो नि छैन, ठुलो नि छैन, कि ठिक्क ठिक्कको छ क्या। अडसमर भयो। अब चाहिँ कतिवटा छ? 1 2 3 4 5 6 7 8 9 भर्खर 21वटा खाएको आज मैले, 9वटा बाँकी छ। 30वटा सक्नु त सक्नु रहेछ, तर आजकल हल्का मलाई सन्चो छैन गाइस, त्यही भएर मिनी भ्लग पनि खासै बनाउनु पाएको छैन क्या। के हो यार, सक्दैन क्या गाइस, धेरै छैन, सक्छ बिचमा। अब पिरो हान्ने जे पर्छ त्यही टर्छ गाइस। युआर किपार, लेट्स गो। जस्तै चुनौती दिएकै हो अचारले त, खम भने नि आमा के हो। यो चाहिँ यता गरिदिनु हल्का। गाह्रो छ। गाइस मैले त सक्दैन जस्तो लाग्छ अब त। अघि दिउँसो खाजा खाएको थिएँ नि त, टक्क लगाएर खाजा खायो। अनि मुकबाङ भिडियो बनाउनु मेरो सोच आयो क्या, धेरै भयो नि त।
मुकबाङ भिडियो नबनाएकै त्यही बनाएको Nostro राम्रो ya. लास्ट अचारसँग हाल्दिउँ फेरि खानु मन लाग्यो क्या खायो पिरो हो नि नखायो कि यार यो पिरो त बुझ्नै सक्दैन गाछ यो भन्दा चाहिँ खान सक्दिनँ गाइस अब गर्मी भइसकेको यार मलाई त टिस्यु नै छ फेरि कस्तो भत्र कस्तो मलाई देख्यो होला है यसरी खाँदा लास्ट अब गाइस यो भन्दा सक्दिनँ म पुस्मा क्या यहाँ फेरि बच्चाले खाए जस्तो देखिरहेको क्या लाडक बाडक फेरि तामाङबाट भनिरहेको रहेछ गाइस के अनि ल लास्ट गाइस यो भन्दा सक्दिनँ म चाहिँ गाह्रो हुँदैछ यार यसो सोच्दा मोमो चाहिँ 30 वटा होइन तर खाँदै लास्टै गाह्रो क्या अब अर्को पालि भिडियो बनाउँदै होइन खत्रै खान्छु अब चाहिँ आज चाहिँ हल्का खाजा खाएको थिएँ नि त त्यही भएर खानु सकेन र गाइस होइन म चाहिँ 4 वटा मोमो चाहिँ सक्दिनँ 26 वटा मोमो त खाएको फेरि खाजा खाएर 26 वटा मोमो खायो भने धेरै ठुलो कुरा है त्यो चाहिँ र त्यो गाइस तपाईहरुले कमेन्ट गर्नु होला है कतिवटा मोमो च्यालेन्ज गरौँ म अर्को पालि चाहिँ 100 वटा मोमो च्यालेन्ज गर्छु ट्याक्क लाएर घरमै बनाउँछु म चाहिँ अब घरमै ठिक्कको यो भन्दा अझ ठुलो बनाउँछु है अझ खतरा देख्छु नि त जति ठुलो भयो त्यति खतरा देख्छु है त्यही भएर घरमै बनाउँछु अनि खाली पेटमा खान्छु है त्यो बेला चाहिँ 100 वटा मोमो च्यालेन्ज गर्छु गाइस म चाहिँ ल गाइस आजको लागि भिडियो चाहिँ यति नै भयो अब अर्को भ्लग या भिडियोमा छिटो भेटौँला कस्तो फोहोर लागेछ केही छैन है ल गाइस टाटा सी यू टुमरो बाटो इज घुमाउरो बाई बाई